बेलबहादुर राईको बोरमल छैन भने अब यो केरपिले बोर बेलबहादुर सर तपाईँको मल एकदम कम मलै छैन मोल हालेको सर कुन माछा चाहिँ यो सबै छ एक कमन ग्रास कार्प अनि रगु नैनीदेखि कमन भयो कि कमन धेरै यसमा धेरै छ कमन बच्चा काट्ने हुन्छ कि आफूले यिनीहरूले बच्चा निकाल्नु चाहिँ रगु नैनी कमन रौनैले निकाल्दैन रगु नैनी यिनीहरू ठुल्ठुलो भएन जस्तो तपाईँ 1 वर्षपछि चाहिँ यिनीहरूले निकाल्छ कि ठुल्ठुलोहरू चाहिँ ग्रुप लिएर हिँड्दो रहेछ कि संस्कार फिमेल होइन दुईवटा चल्दै के हुनुपर्छ भने घाँसहरू भयो भने घाँसहरू चाहिन्छ त्यसको अन्डा हिला गयो भने त कुहिन्छ होइन माटोमा पऱ्यो भने त कुहिन्छ नि हजुर अब धान खेतमा चाहिँ नि धानभित्र यो पैसा अब त्यति हुँदैन यसमा अब जतिखेर पैसा चाहियो नि त्यतिखेर झिकेर बेच्न पाइयो र अब यसमा काम गर्ने मान्छे पनि अब त्यति धेरै चाहिँदैन अब धेरै धान खेतीमा धेरै काम गर्ने मान्छे चाहिन्छ यसमा त यति नै हो दाना हाल्नु पर्यो यसो त्यसो गर्नु पर्यो त्यति नै हो त्यति गाह्रो छैन यसमा फाइदा जस्तो लाग्यो मलाई अब पोहोर चाहिँ नि 6 रोपनीमा गरेको थिएँ तर अहिले थप गरेर 18 रोपनी हुन्छ 6 रोपनी प्लस अब 12 18 रोपनीमा कति लगानी भयो अहिलेसम्मको लागत अहिले यो पोहोरको र अहिले गरेर यो अब त्यति नै अब हाम्रो यो पहाडको ठाउँमा यो के यो जमिनको भूभाग अलिकति नमिलेको अप्ठ्यारो हुने यो बनाउँदाखेरि 18-20 लाख जति खर्च भयो यो धान खेतभन्दा माछा पालन बेसबाट सन्तुष्ट हजुर एकदम सन्तुष्ट छु माछा पाल्न सर अब एउटा कुरो त सजिलो पनि समयको माग पनि भयो सर धान खेती गर्दा गोरु किन्न पर्ने अब गोरु पालन नसकिने भयो अब त्यो सुविधाले पनि भन्नु पर्यो सर सजिलो पनि भयो समयको माग पनि भन्नु पर्यो कति माछा भुरा हाल्नु भएको छ मैले 8750 राखेको छु सर कति क्षेत्रफल छ यो 9 रोपनी क्षेत्रफलमा सर अलिकति बङ्गुरफोर चाहिँ बाँकी छ पहिला तपाईँले धान गहुँ उत्पादन गरिराख्नु भएको थियो अब अहिले त माछा पालन गर्नुभएको थियो धान गहुँ जुन उत्पादन हुन्थ्यो त्यो बराबरको यसले समेट्छ जस्तो लाग्छ मलाई अझै राम्रो हुन्छ कि भन्ने आश गरेको सर मैले अझै राम्रो होला भन्ने चाहिँ आश गरेको एकदम सुरुवात गरेको छु धेरै सन्तोष छ अझै यसको स्कोप धेरै राम्रो होला जस्तो लाग्छ किन भन्दा एउटा माछा 50 लिएर 4-5 रुपियाँको माछा ल्याएर 1 किलोको 400 रुपियाँमा दिँदाखेरि लहनी खर्च 100 रुपियाँ खर्च भयो भने 300 रुपियाँको हारानी बत्नी भनेपछि यो राम्रो होला जस्तो लाग्छ र यो काम गरेको छ यसको क्षेत्रफल 12 रोप्ने जग्गा छ माछा ग्रास काप कमन कप सिल्भर कप रगु नैनी माछाहरू राखिएको छ यो गत वर्ष पहिलो लट बेचियो र अहिले सेकेन्ड लट अलि सुरु भएको छ सर सरकारले अलिकति यो व्यक्तिगत गर्दाखेरि खर्चहरू धेरै बाटो यसको व्यवस्थापन सबै गर्नलाई अलिकति राहतहरू यो व्यवस्थापनलाई चाहिँ सहयोग गरिदियो भने एकदमै सजिलो काम गर्न लगतहरू आफूलाई चाहिँ काम गर्न सजिलो आर्थिकको हिसाब किताबमा हुन्छ जस्तो लाग्छ सर बढी राति गएर कम भइहाल्छ त्यसमा चाहिँ के हुन्छ भने तपाईँ हरियो भइराख्नुपर्छ कि पानी हरियो भइराख्यो भने अप्सन चाहिँ लेभलमा बसिरहेको हुन्छ होइन पानी फेरि बेचिदिन्छु नारायणजी त्यसै सम्मान कहाँ सकिन्छ पोखरीको माछा त्यो त जाल चाहिन्छ जाल ल्याउनु हातमा दिने जालमा त अलि टक्का पर्छ अनि जालमा त भन्नु सदिहाल्छ नि कसो हो है यो माछा पाल्ने भनेको अहिले चाहिँ के भन्छ भने तपाईँको अब एक त लेबरहरू नपाइने होइन अनि माछा पालन गर्दा सजिलो पनि एकचोटि खन्दाखेरि चाहिँ अलिक खर्च भयो भने यसलाई पछि चाहिँ काम गर्नु पनि सजिलो हुने त्यस कारणले माछाहरू पाल्न पनि सजिलो र अहिले चाहिँ हाम्रो चाहिँ प्रोटिनको चाहिँ आवश्यकता पर्ने हुनाले जस्तो मासुहरूबाट पनि हुने हुनाले माछाबाट पनि गऱ्यो भने यो त एक त लेबरको चार्ज कम हुन्छ होइन लेबर नपाएको खण्डमा चाहिँ आफूले चाहिँ दाना आफै चाहिँ परिश्रम गर्न सकिन्छ पानीको चाहिँ क्वालिटी सबभन्दा मेन चाहिँ के गर्नुपर्छ भन्दाखेरि दाना मात्रै हालेर नभइकन पनि पानीको चाहिँ व्यवस्थापन राम्रो गर्नुपर्छ पानी हरियो भइराख्ने त्यसमा चाहिँ टेम्परेचर मिलाइराख्ने टेम्परेचर यसको लागि के भन्नु भन्दाखेरि 18 देखि 28 डिग्रीसम्म चाहिँ टेम्परेचर एकदम राम्रो होइन जस्तो तपाईँ अब 32-33 हुँदै गयो भने बढी टेम्परेचर भयो भने पनि माछा चाहिँ मर्न सक्छ बढी टेम्परेचर अब 18 भन्दा तल गएपछि पनि के हुन्छ भन्दाखेरि बिस्तारै अब यिनीहरू चाहिँ खाना कम गर्दै जाने अनि जाडोमा चाहिँ टेम्परेचर कम हुन्छ नि यिनीहरू चाहिँ बढ्दैन जाडोमा चाहिँ खाना पनि खाँदैन टेम्परेचर कम भएपछि
अनि चाहिँ बढ्न पनि बढ्दैन त्यहाँ सबभन्दा अझ धेरै कम हुँदै गयो भने यिनीहरू मर्ने सम्भावना पनि हुन्छ कि त्यस कारणले चाहिँ यसलाई यो चाहिँ माछा पालन भन्ने के भने गर्मी सिजनमा पाल्ने जब चाहिँ फागुन लाग्छ त्यसपछि माछा स्टक गर्ने अनि जाडो सिजनमा यसलाई चाहिँ हार्भेस्ट गर्ने यसलाई चाहिँ उत्पादनमा लिएर बिक्री वितरण गर्ने अनि त्यो समय चाहिँ के गर्ने भन्दाखेरि पोखरीहरू चाहिँ सुकाउने मर्मत गर्ने आदि इत्यादि कामहरू गर्ने